ल भन्नुहोस् त आज हामी कहाँ जान लागिरहेका छौँ? आज हामी गोदावरीबाट लेलेमकाउन हाइक जान लाग्छौँ। एक्सप्लोरेसन हाइक। दुवैजनालाई बाटो थाहा छैन तर हामी एक्सप्लोर गर्नेछौँ। रेडी माया? We're ready to go. 7 बज्यो 7 बजे हामी बस चढ्यौँ। ल वेलकम टु गोदावरी 20 minutes ड्राइभ फ्रम लगन हिल। हामी गोदावरी पुग्यौँ। अब यताबाट हिँड्छौँ अनि अब चाहिँ हामी हिँड्न थालिसक्यौँ। यहाँबाट नेक्स्ट स्टप इज मार्बल डाँडा अनि It's 7:23 right now. Let's see how long it takes to go to Marble Dara. खाने हो कुखुरा, लोकल कुखुरा खाने हो? कुन चाहिँ खाने? Way to Marble Dara. Road but now I'm going to the Ramita. Jungle bato आयौँ. There are some houses there. त्यो चाहिँ चिया पसलहरू हो. यता चाहिँ केटीहरू गर्ने ठाउँ. It's really nice weather, not sunny. It's a warm weather. मार्बल डाँडाबाट भ्यू इन्जोय गरिसकेपछि चाहिँ तपाईँले माथि हेर्नुभयो भने ठ्याक्कै रुट देखिन्छ। 1 point अफ टाइममा आएर चाहिँ अलिकति क्लाइम्बिङ पनि गर्नुपर्छ। त्यसपछि चाहिँ त्यो ग्रिनवाला देखिन्छ, त्यहाँबाट बाटो फलो गर्दै जाने अनि दुईटावाला बाटो आउँछ। अलिकति यो ग्राभलवाला भएको जस्तो बाटोमा हिँड्ने अनि त्यसपछि चाहिँ फेरि दुईटावाला बाटो आउँछ। तपाईँ चाहिँ लेफ्ट लिएर जानुभयो भने त्यहाँ भर्याङ देखिन्छ, त्यो वाला बाटो कन्टिन्यू गर्ने। हामी 1 घन्टा बिचमा हराएको थियो। अब थाहा छैन। ट्राइङ टु गो टु दिस वे, स्टिल फिगरिङ आउट। यहाँ चाहिँ सुशान्त। मशरूम बनाउनु पर्छ। ओके, बाटो हराएपछि हामी बल्ल आइपुग्यौँ आइरन टावरमा। आइरन टावर टावरबाट हिँड्दै हामी यो बाटो जान्छौँ। यो बाटो फलो गर्ने। It's 9:45 अहिले अनि हामी चाहिँ हिँड्दैछौँ आइरन टावरबाट। अघि त कालो बाटो आइरहेछ, अब चाहिँ ओह्रालो लाग्ने बाटो आइपुग्यो। यो बाटो हिँड्नु हो।
देखिन्छ जङ्गलको बाटो भएर जुका चाहिँ लास्टै लाग्छ तर ठिकै छ मौसम एकदम साथतिर छ होइन त माया ठिक्क भएको छ गर्मी भएर पस्न भएको छ तर ठिकै छ ल हिँडौँ है त ओके ढुङ्गा भएको बाटो आइपुग्छ यहाँ चाहिँ अनि मेरो माया हिँड्दै आइरहेछ आइरन टावरबाट हिँडेको अलमोस्ट 50 मिनट्स पछि यु सी अ लिटल हट हियर अनि यहाँ चाहिँ एरो पनि दिएको छ दिस इज द भ्यू वाट इट लुक्स लाइक यताबाट आएको हामी अनि अब यताबाट जान्छौँ उता यहाँनिर चाहिँ उता गाउँको भ्यू देखिरहेछ दिस इज अ लिटल हट रेस्टिङ स्पट जस्तो देखिरहेछ हेर त आइरहेछ म ल केभिआरको पनि रहेछ केभिआर जाने यहाँबाट रहेछ नि भाइ हेर न हामी यो कटेज भएको ठाउँमा आइपुग्यो यहाँनिर चाहिँ यसरी लेखिरहेको देख्यो देयर इज नो एनी केही साइनहरू चाहिँ केही पनि छैन अनि म्यापले चाहिँ यो बाटो देखाइरहेको छ लिली मनकामना जाने आई डोन्ट नो यसले भनेअनुसार यो तपेश्वर जाने होला लेट्स सी यो कटेज भयो कटेजबाट चाहिँ हामी यता जान्छौँ विथ द हेल्प अफ आशिष दाईले बाटो भनिदिनु भयो अनि हामी अब यता जान्छौँ यहाँ चाहिँ भर्याङ जस्तो पनि छ अलि अप्ठ्यारो चाहिँ छ बाटो चाहिँ भेरी केयरफुल भएर हिँड्नुपर्छ हामी छिप्लिन लाग्यो म त भर्खरै यस्तो जुत्ता चाहिँ लाएर आउनु हुँदैन है हामी आउँदाखेरि यसरी जुत्ता निकालेरै बस्न ठिक्क हुन्छ जुत्ता चाहिँ यस्तै लाउनु स्पोर्ट्स सुज है या फिर ट्रेकिङ सुज स्लिपरी regret wearing the shoes, Maya? No. इज्जत बचाउनलाई नो भन्यो के यस भन्यो भने फेरि वेलकम टु लेले मनकामना हामी ठ्याक्कै मन्दिरको पछाडि पुग्यो यहाँ मेरो माया छ अगाडि तर जुकाले चाहिँ यसरी खान्छ ल हाइकिङ इन रेन हजुर ठिकै छ यस्तो जुत्ता लगाएपछि यस्तै हुन्छ होइन त माया नेपाली होइन यो अर्कै हो काली मुन्टे यस्तो मारेर यस्तो गऱ्यो भने रबर नहुने रहेछ टेक्निक फुलचोकी माईको मन्दिर पिकनिक स्टलहरू छ
अनि यता तल चाहिँ छ लेले मनोकामना। यो चाहिँ लेले मनोकामना हाम्रो आजको डेस्टिनेसन। We made it. होइन त बेबी? त्यस्तै भएन हुन्छ उल्टो भयो क्या के भन्छ न अलिअलि त्यो भए पनि we made it यस होइन त माया? यस 1 घन्टा हरायो त ठिकै छ। आखिरमा हामी पुग्न चाहिँ पुग्यौँ है मन्दिर। कति राम्रो बनाएछ अहिले त मन्दिर। यो चाहिँ नेपालमा रोनाल्डो र मेसीको घर एकदम लेले मनोकामना माडी किनेर छ। Okay, we are officially ending the hike अब 11:55 भयो। लेले मनोकामनाबाट यहाँसम्म आउन चाहिँ 1 घन्टा हिँड्नुपर्ने रहेछ। अलमोस्ट है कि 45 मिनट्स जति। प्राइभेट कारहरू ल्याएर चाहिँ हिँड्नुपर्छ। बस स्टपसम्म आउनलाई 45 मिनट्स जति नै हिँड्नुपर्ने रहेछ। ठिकै छ। Now we'll head back to home. Bye! See you in the next one.